Good morning beautiful people. So आज चाहिँ अलि ढिलो उठाइ भयो किन भन्दाखेरि पानी पुरा पर्यो आज चाहिँ हाम्रो घरमा हैन हाम्रो एरियामा पानी पनि बेसी पर्यो सायद अरु जग्गामा पनि पर्यो होला अनि आज चाहिँ धेरै बात चाहिँ पानी परेको कारणले गर्दाखेरि चाहिँ ढिलो उठाइ पनि भयो अनि अहिले पनि त्यस्तो उज्यालो भएको छैन मतलब धुम्मै दिन्छ हैन जाडो पनि दिन्छ अनि 8 बज्नु आँटेको छ तर पनि अन्ध्यारो जस्तो भइरहेको छ हो अनि अर्को कुरा के भन्दाखेरि अरु भन्दा पनि राम्रो चाहिँ बाटोहरुको धुलोहरु मरे पुरा बेसी धुलो फैलिरहेको थियो नि त धुलो बेसी भइरहेको थियो अनि त्यसले गर्दाखेरि पानी मज्जाले पर्यो अनि अर्को कुरा बारीमा पनि राम्रो भयो बारीहरुमा पनि के रोप्नु भएको थियो हैन कुमारले अनि कुमार चाहिँ खुसी हुनुहुँदै थियो किनभने बारी पानी मकै सुकिसक्यो के भन्नुहुँदै थियो नि त अनि त्यो कुरा राम्रो भयो अनि जाडो दिन छ दिन त एकदम चिसो भइरहेको छ अस्तिसम्म अब चाहिँ सायद मेबी गरम डरलाग्दो लाग्छ होला अनि त्यही हो अरु कुरा त त्यही छैन